तपाईँको दिलमा मायाले संसार धान्दैन। कहाँ बस्ने अरे अनि पोखरामा घर छैन त? म एकजना अड्दिन त्यो घरमा। तिमीलाई अन्त घर बनाइदिनु नि, टिकटकबाट कमाएको कि अन्त घर बनाइदिनु, के टेन्सन भयो र? के यहीँ बस्न पर्छ भन्छ र? टिकटकबाट 2-4 पैसा कमाएकै छु के रे, अन्त घर बनाइदिनु न। गाय 25 रोज तिमीलाई एकातिर श्रीमती एकातिर नै मतलब कभी कभी मजाक करता हूँ हम लोग मजाक करता है। अरू के छ? ठिक छ। गीत गाउनु भन्दा मान्नु भनेको रे? म त त्यहाँ खोकी लागेको लागि गरिरहेछ कि रविनजी। पुरा तपाईँले मेरो भिडियो त पुरा चर्चा 5-6 लाख भ्यू आइरहेको छ नि। हो नि है, के गर्ने। हामीलाई 2 दिनमा यसो के जिस्क्याएर दुलादुली बनाइदिए है। बनाइदिए टिकटकले। रियलमा भयो के हुन्थ्यो तपाईँ? तपाईँ चाहिँ मैले यही क्वेसन सोध्न लागेको थिएँ, तपाईँले मै बिर्सिरहेको रहेछु। मैले यही क्वेसन सोध्न खोजिरहेको थिएँ, रियलमा भएको भए के हुन्थ्यो होला? के हो नि श्रीमती कुटेर बस्थे होला। श्रीमती कुटेर बस्थे। हुन्छ र त्यस्तो कुट्नुहुन्छ र? कुट्ने खालको हुनुहुन्छ र? तोताकला मनपर्छ र? होइन होला त्यस्तो त। एउटा माया प्रीति गीत हाल्नु न। आउँदैन के, मलाई गीतै गाउन आउँदैन। संसार नै भुले मैले माया बसेपछि, संसार नै भुले मैले च्यावाली दिलमै बसेपछि, पिरतीको डोरीले तिमीलाई कसेपछि, पिरतीको डोरीले तिमीलाई। एउटा बुस्टिङ हुन्थ्यो, अर्को बुस्टिङ नहुन्थ्यो। के बोल्छ कमेन्ट पनि यार। एउटा बुस्टिङ हुन्थ्यो, अर्को बुस्टिङ नहुन्थ्यो अरे। ल के गीत यार। ल हुन्छ च्यावाली। अब लास्ट यो चाहिँ लास्ट गेम गरौँ अझाम है। हुन्छ। के छ लास्टमा के भन्न चाहनुहुन्छ? आई लभ यु रुबिनजी, म तपाईँलाई धेरै माया गर्छु। अरू अनि केटा रेकर्ड गर भोलि कुद्नुपर्छ केटा। ल फेरि सुरुदेखि है तपाईँलाई माया गरेर पर्पोज गरेर। सुरुदेखि म तपाईँसँग जिउन चाहन्छु, बाँच्न चाहन्छु भन्नुहोस् त ल सुरुदेखि। ल